way. Yeah, there's no good way. So what's up guys? Welcome back to our channel. So guys, सबैभन्दा पहिला त सबैजनालाई ह्यापी न्यू इयर अनि अहिले त हामीले भ्लग बनाउँदै न्यू इयर अझै भएको छैन हामी एक दिन अगाडि छौँ अझै तर भ्लग हालेपछि हाम्रो ह्यापी न्यू इयर भइसकेको हुन्छ अनि त्यसपछि हामी नयाँ वर्षमा इन्ट्री गरिसकेको हुन्छौँ अनि ल आजको भ्लग किन स्टार्ट गरेको भनेपछि हामी भोलि जाँदैछौँ सौरा अनि एक्साइटेड छौँ दुईजनै हामी सबै एक्साइटेड छौँ मम्मी बाबा म सोहेल किवान अनि ब्लग चाहिँ भोलिदेखि स्टार्ट हुनेछ न्यू इयर जनवरी 1 अब के हुन्छ भोलि देखाउँछौँ बाई गुड मर्निङ गाइज हामी रेडी भइसक्यौँ अब निस्किन लाग्यो हामीहरू यहाँबाट अहिले 11:30 भइसकेछ ढिलो भयो अलिअलि किवानको ब्याग यसमा सब किवानको खानेकुरा डाइपरहरू छ र अब चर्च बाई हामी जान लाग्यौँ एजिन बाई बाई ल बाई हामी अब हिँडिसक्यौँ के बार हामी कहाँ जानु लाग्यो कता उता सौरा भन न चौरा ल अब हिँडिसक्यौँ गर्दा गर्दा ढिलो भयो हाम्रो खिमान हेर्नु न कति हिरो देखेछ हिरो क्यान्सर देख्यौ यहाँ त के भन्छ बाबु हामी कहाँ गएको बाबु ल गाइज अब हामी यहाँ दाउन्नेमा नास्ता खान छौँ सोहेल पनि निस्किनु भयो बाटो यति बिग्रेको थियो हाम्रो हालत खराब भयो थियो अहिले चाहिँ हामी दाउन्ने आइयो गाइस 1 बज्यो 12 बजी हिँडेको 1 घन्टामा यहाँ पुगियो सो अब चाहिँ हामी यसो नास्ता खान्छौँ नास्ता भोक लाग्यो अब त खाना त त्यस्तो मन लागेन भात साग सो अब हामी नास्ता सेलरोटीहरू सुकाउनेहरू के यहाँ चाहिँ आइरहने ठाउँको पहिलेदेखि अङ्कल नमस्ते हाम्रो किवान सुते थियो अहिले उठिसकेछ हेलो गरिदेऊ न यसको गाला हेर्नु न रातो यसको गालामा एप्पल भन्छ एप्पल ह्याप्पी न्यू इयर भनिदेऊ एप्पल खान्छु के छ बाबु त्यहाँ के छ माम छ अरे यहाँ ओहो के छ के भएर लाउ बाबुले म के खाने भन्थ्यो के अरे अब हेरौँ के खान्छ बाबुले आजको नास्ता स्ल्यास खाना मम्मीले चाहिँ सेलरोटीहरू चुकाउनु खानुभएको छ हामी तिनजना चाउमिन र बाबुले चिप्स तर यसलाई चाहिँ हामीले एकैछिनमा फेरि दुध र बिस्कुट खुवाउने हो बाबुको त यो हो दुध बिस्कुट खाने हो यही खा तैँले भोक लागेर म फेरि सेलरोटी र चना खान लाएँ सोहेलले चाउमिन थप्नु अझै एकदम मिठो छ चाउमिन भाइ यो पनि मिठो छ चना सेलरोटी दुइटै मिठो ताजा हाम्रो त यो फेभरेट कम्बो हो क्या चुगाउने र चाउमिन त्यही भएर हामीले यही खाइदियौँ किवानको साथी आयो देऊ न चिप्स देऊ न साथीलाई मुख हेर्नु नि त्यसको साथी गयो अरे
मम्सलाई बाबुले खाँदैछ। अब यति खाएपछि ढुक्क भयो कि यसले केही छ यसको पेटमा गयो भन्ने हुन्छ। सो अब यहाँलाई खुवाएर अब निस्किन्छौँ। 2 घन्टाको बाटो छ अब। ल गाइज हाम्रो रेसोर्ट पनि आयो, सौरा गार्डन इन। चप्पल जुत्ता त्यसको सब छुट्यो अरे। पछाडि लेडिजहरू सब सुते थिए र हाम्रो होटल चाहिँ आयो। अब हामी यहाँ चेक इन गर्छौँ र त्यसपछिको प्लान के हुन्छ चाहिँ त्यसपछि देखाउनेछौँ। सी यू। ए आछु हुन्छ, ज्याकेट लाउनु पर्छ। सो गाइज आइसक्यो हामी होटल गार्डन रेसोर्ट हो कि के हो, गार्डन इन रेसोर्टमा आइयो। सो अब चाहिँ हामी चेकिङ गर्ने छौँ। त्यसपछिको प्लान चाहिँ के हुन्छ। यहाँको गार्डन चाहिँ सही छ हेर न। त्यो गर्ने कि दिलवाले के अरे शाहरुख खान मैले पनि बिर्सिएँ। कति मजा आयो यार गाडीबाट चढेर। के शीतल भएछ कि होइन। किबानलाई मजा आएको छ जस्तो। किबान निन्द्रामा थियो, एक्कासी उठेर जोसिसकेको। ले त डराइछ रियलमा देख्दा के होला। ल किबान कुक्का हेर त के हो त्यो। कुक्का हो, कुक्का छ। फेरि जानु फेरि जाउँ न। आइज म पनि जान्छु। आइज ल बाबासँग जाऊ। अब रुममा जान लाग्यो हामीहरू र किबानले आफ्नो ब्याग बिरेछ। खै हेरौँ। वाउ के अरे बोक्न सके होइन हो। ल ल गयो गयो गयो। गाइस अब हामी जाँदैछौँ। बाबु हाम्रो किबान सर उतै आउनुहुन्छ। आओ ए ये टायर खस्यो रे के त्यहाँ। टायर खस्यो। यसको टायर खस्यो रे। किबानले ध्यान देखा। किबानले ध्यान देखा। हाम्रो सुटकेसको टायर निस्केर रहेछ। हाम्रो सुटकेसको चाहिँ एउटा विल भाँचिएर रहेछ। अब कुन्टेले बोल्नु भन्नु त उहाँ पुगिसक्यो। के भनेछ भनेको त यसको चक्का खसेछ, यसको टायर खस्यो। टायर किन भनेछ भनेको त लास्टमा हेर्नु न। गुड बोय यति भने थाहा पाएछ। ल ल गाइस हाम्रो यो फर्स्ट फ्लोरमै रहेछ र यहाँ यस्तो ढोका छ। अनि त्यसपछि होटल राम्रो रहेछ। ठिक्कको यता बालदरी रहेछ। अनि त्यसपछि मिरर। अनि मम्मीहरूको रुममा हाम्रो चाहिँ 101।
के छ vintage image of young ladies in Nepali culture dress. यहाँ मम्मीहरूको रुम हो यहाँ चाहिँ अघि हामी जहाँबाट आएको थियौँ प्राइभेट बाल्कनी गाइज यो फ्लोर चाहिँ हाम्रो फुल्ली यो हाम्रो फ्लोर भयो अब हामी त्यही अनुसार बुक गरेको सो अब यो फ्लोरमा हामी यहाँ बसेर नास्ता खाने भयो खाना खानु भयो भित्र गएर खानु भयो अब मैले मेरो रुम देखाउँछु मेरो मतलब हाम्रो यो हो हाम्रो रुम हाम्रो सुटकेस अझै बाहिर छ रुमै गयो हाम्रो रुम चाहिँ बेड सानो चिटिक्कको बाबुले जुस भनेर नखानुहोस् त्यही गाइस के छ यहाँ हेर्नुहोस् अरू के छ हेर गाइज अब यहाँ कफी सफी बनाउनुलाई अब यो हामीले खाइन्न पानी भयो यहाँ अब टिभी छ हाम्रो बेड अब एउटा सिटिङ एरिया यो खोला त रज्जु यो के रहेछ किनकि वासरुम त उता वा अझै एउटा प्राइभेट बाल्कनी नाइस यो प्रपर्टी चाहिँ सही रहेछ त्यो जस्तो न ल अहिले चाहिँ अब हामी निस्किन लाग्यौँ यहाँबाट अब चाहिँ हामी थारू डान्स हेर्न जाने हो अनि थारू डान्स हेरेर अब भोलिको लागि यसो बुकिङ सुकिङ गरेर बिहानको हात्तीको लागि अनि निस्किन्छौँ आयो हात्ती चौक ठ्याक्क अहिले चाहिँ यसो टी ब्रेक हानेको अहिले चाहिँ हामी यहाँ चिया खान मैले चाहिँ हल्का चिप्सहरू चाउचाउहरू के लिए र मम्मी यहाँ हुन्छ र चिया यहाँ छ अब चिया खान्छौँ अनि त्यसपछि हामी थारू कल्चर डान्स हेर्न जाने लगाइज यहीँ हो थारू डान्स हेर्ने हामीले सो हेर्ने आउँदै हुनुहुन्छ टिकट काटेर अब टाइम पनि भयो 7 बजे भनेको थियो 10 मिनट सो भिड भइसकेछ अब जानुपर्छ छिटो गरेर किनकि ठाउँ पाइन्न ठाउँ नपायो भने बोझ्या हुन्छ हामी चिया खान गएर बहुत गल्ती गरिरहेछ गाइज यति पछाडि परिरहेछ कि उहाँ अगाडि थियौँ कि हामी थाहा छैन बस्न पाउने कि बान अब को नाच्छ भन त यहाँ ल सुरु भयो गाइज अब यहाँ कसको इन्ट्री हुन्छ हेरौँ है बाबु इवान के गरे ह ताली 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 हो
के आउँछ गाइस हामी जान लाग्यौँ come on let's go भिजिट भिसामा हजुर भिजिट भिसामा भुइँ छोडेर लाउने हजुर पश्चिम दिशामा once more अहिले चाहिँ हामी यहाँबाट निस्केर अलि अगाडि एउटा यहाँ भ्यू पोइन्ट छ अब यहाँ छौँ अब यसो यहाँ हेरेर हेर्न त के हेर्ने केही देखिन्न उही तिमीलाई दिन चक्करमा म पनि तल आउनु लाग्यो र गाइज हामीले हाम्रो भर्खरै एकदमै ठुलो के भन्ने पुष्पको किमानको हात च्याप्पे थियो गाडीमा ठुलो घटनाबाट आयो भने हामी त बिचराको निले भएछ हात औला च्याप्पेको क्या गाइस त्यसको फेरि ठ्याक्क ढोका बन्द गर्ने बेला गाडीको ठ्याप्पै तर त्यही हो अब बिस्तारै ठिक भयो हुन्थ्यो मेन कुरा यहाँ पनि झन् यस्तो टेन्सन अब भ्यू चाहिँ गाइज उता हो क्रिसमस ट्री बनाएर लगेर जोगाड यहाँ त के देखिन्छ होला ओहो के हो जस्तो देखिएछ यार यहाँ त क्यामेरामा देखे छैन क्यामेरामा देखेछ नि तर गाइज केही छ यहाँ यसो यो के हात थियो गाइज साप पनि छ ए साँप पनि रहेछ यार गौडा पनि छ यो चाहिँ खतरा खानु कन्सेप्ट त्यो हरियो बोतलले गर्दा पनि कस्तो राम्रो देखियो क्या चिसो छ गाई जाने यहाँ तर अब उहाँ हुनुहुन्छ बाबा खोलाको छेउमा भएर यो हाम्रो बाबुको चाहिँ यहाँ नराम्रोसँग लाग्यो क्या टोका बन्द गर्दा बहुत झ्याउ भयो रमाइलोमा अनरमाइलो भयो क्या यतिले गर्दा अहिले चाहिँ यो सुतेछ यसलाई निन्द्र नपुगेर खास भने दुखेको त बिर्सेछ हल्का फुल्का तर बेला बेलामा याद गर्छ अनि फेरि त्यस्तै मलाई यहाँ लागेछ भन्छ क्या त्यही हो सो अब खाना खान्छौँ त्यसपछि यसलाई खुवाउने मेन टास्क छ किनकि यसलाई दबाई खुवाउने हो सिटामल भोलिसम्म यो ठिक भयो भने यो भोलि हामी हात्तीमा जान्छौँ त्यति बेला यसलाई लिएर जान्छौँ अब भोलिसम्म ठिक नभयो भने अब के गर्ने यस्तै छ अब चाहिँ हामीले मेडिसिन खुवाउनको लागि यसलाई तयार पार्दैछौँ अब खानेकुरा दिएर अब के गरेर हुन्छ खै यसको मुख हेरौँ त तर बाबुलाई चाहिँ ठिक भइसकेछ क्या बाई किन खाइदियो भने त भइहाल्यो के अरे उहाँ छ तयार छ
चिपा चुप। चिपा चुप्स हो है चिपा चुप्स हो तर जे होस् यसलाई धेरै ठिक भइसक्यो त्यही भएर खुसी लागेको छ भोलिसम्म झन् ठ्याक्क भयो भने त भोलि हामी कहाँ जाने गरे बाबु ठिक भयो भने बिहान एपी पेन्ट एपी पेन्ट अनि एलिफेन्टमा कहाँ जाने हामी जङ्गलमा के देखिन्छ ओ एकदम एक्साइटेड छ बाई ल बाबु बाई गरिदेऊ ल गाइस सुते म हामी गुड नाइट